एउटा सम्झौता ऐतिहासिक सम्झौता पत्रमा हस्ताक्षर हुने क्रममा उपस्थित हुनुभएका मन्त्रीज्यू, सचिवज्यूहरू, जेएनजी आन्दोलनमा लाग्नुभएका शहीद भाइहरूका परिवारजनहरू, स्वजनहरू, जेएनजी आन्दोलनमा लागेका मेरा छोराछोरीहरू शब्द आइरहेको छैन। 23 गते 24 गतेदेखि निरन्तर हामी सङ्घर्षमै छौँ। आज एउटा सङ्घर्षको एउटा स्टेपसम्म पार भयो, हामी एउटा सम्झौतामा पुग्यौँ। बारम्बार मलाई जेएनजी तर्फबाट आउने छोराहरूले भन्ने गरेको थियो कि यो सम्झौता भइदियो भने एउटा इतिहासमा एउटा रेकर्ड हुन्छ, जेएनजीको एउटा शहादत भएको, त्यत्रो घाइतेहरू भएको एउटा पहिचान हुन्छ। अनि एउटा सङ्घर्षको जस्तो अरू बेलामा सङ्घर्ष भए नेपालमा त्यस्तै एउटा पहिचान हुन्छ भन्ने हामीलाई पनि लागेको थियो। तर कस्तो सम्झौता बनाउने, के बनाउने, त्यो एक पक्षले मात्रै त्यो तय गर्न पनि कठिन थियो। त्यसैले म धन्यवाद दिन्छु, यहाँ दिनरात अहोरात खटेर रातिसम्म बसेर चाहिँ यसमा जेएनजीकै प्रतिनिधिहरू गर्न त सबैको भावना हो, सबैले आफ्ना विचारहरू राखेकै छ। तर केहीले त रातो दिन अहोरात्र मेरा सल्लाहकारहरू हुनुहुन्छ, उहाँहरूले भन्नुहुन्थ्यो उनीहरू आउँछन् यहाँ दिनभरि बस्छन्, फेरि लोकल गाडीहरू चढेर जान्छन्, बडो दुःख छ भनेर। तर अब के छ भने सम्झौतामा पनि सबै कुरा पुरा गर्नलाई समय लाग्दो रहेछ। त्यो समय लाग्यो, हामीले धेरैलाई त्यो डकुमेन्ट देखायौँ। फेरि हामीलाई कस्तो हो भने झसङ्ग याद आयो कि यो जेएनजी आन्दोलनको त अग्रज देश हो, यो मुलुकलाई अग्रज देश मानेको छ। जहाँ जहाँ यसपछि जेएनजीको आन्दोलनहरू भयो त्यहाँ नेपालको झन्डा देखाएर त्यसलाई मान्यता दिएको पनि देखियो। एउटा जेएनजीको गुरु राष्ट्र भनौँ न यो बन्यो। त्यसैले यो सम्झौता बन्दाखेरि यसमा यस्ता कुराहरू हुन् कि ती कुराहरू चाहिँ के छ भने भोलि अरू भाषामा ट्रान्सलेट भएर जाँदाखेरि उनीहरूले पनि त्यसलाई अनुकरण गर्न सकुन् त्यही कुराहरूलाई, किनभने त्यो ऐतिहासिक कुराहरू, ऐतिहासिक रेकर्डका कुराहरू हो। त्यसैले त्यसलाई पनि अनुकरण गरौँ र वास्तवमा एउटा राम्रो सम्झौता त्यहाँ भएको रहेछ सरकार पक्षबाट र जेएनजीहरूको बिचमा घाइते अथवादेखि जो शहादत पाए, जो चाहिँ अहिले शहीदका रूपमा नामाकरण भएका छन् उनीहरू र आन्दोलन गर्ने पक्षहरू जेएनजीहरू छन्, उनीहरूको बिचमा एउटा राम्रो सम्झौता भएको रहेछ भन्ने अरूले पनि अनुकरण गर्न सकुन् भनेर हामीले दुईटा, एउटा त जेएनजीहरू नै लिएर आउनुभएको प्रतिनिधि हुनुहुन्थ्यो भने हामीले अर्को एउटा अन्तर्राष्ट्रिय अनि त्यसपछि विज्ञ पनि हुनुभएको हामीले सूर्यजीलाईसम्म हामीले अनुरोध गऱ्यौँ, तपाईँ पनि हेरिदिनुहोस् यसमा। यो चाहिँ पछि एउटा अनुकरणीय, एउटा हेर्ने लायक, एउटा चाहिँ सबैले एउटा चाहिँ उ गर्न सक्ने होस् डकुमेन्ट भनेर हामीले गऱ्यौँ। आज त्यो भयो र आज हस्ताक्षर भयो। एउटा एकतर्फबाट चाहिँ एकजना जेएनजी नै भएर शहादत हुनुभएको उहाँको पिताले सही गर्नुभयो भने नेपाल सरकारको तर्फबाट म प्रधानमन्त्री हैसियतले मैले गरेँ। एउटा कोसे ढुङ्गाको रूपमा खडा छ। झन्डै यो जुन अहिले भएको जुन सम्झौता पत्र छ दुई पक्ष बिचमा भएको, यसले भोलिको परिवर्तनलाई निर्देशन गर्छ, गाइड गर्छ, संविधान बनाउनलाई पनि गाइड गर्छ र भविष्यमा यसले आन्दोलन, रक्तपातको आन्दोलन नेपालीहरूमाथि त्यस्तो कुनै पनि विपद आइ नलागोस् भन्नलाई यसले एउटा रोक्ने प्रयास पनि गर्छ जस्तो मलाई लाग्दछ।
आज एक प्रकारले म एक पक्ष बनेको छु अनि जेनजीको तर्फ अर्को पक्ष बनेका छौँ। नेपाल सरकारपट्टिबाट म बने अनि जेनजीको तर्फबाट चाहिँ हाम्रो भोजराजजी भन्नुभएको छ। तर के छ भने तर हामी त खासमा एउटै पक्ष हौ, अर्को पक्ष त होइन। तपाईँहरूले मलाई आमा मान्नुभएको थियो, म आज पनि आमा छु, भोलि पनि आमा छु, पर्सि पनि आमा छु। आरे घाट नपुगुन्जेलसम्म म आमा नै रहन्छु। तपाईँहरू मेरो सन्तान हो, छोराछोरी हो, मैले माया गर्नुपर्छ, मैले हेर्नुपर्छ। आज मलाई पनि खुसी लागेको छ, म अर्को पक्ष होइन। आज एउटा डकुमेन्टमा पक्ष विपक्ष त हामी भन्यौँ, तर इनफ्याक्ट हामी पक्ष विपक्ष होइनौँ, हामी एक हौँ। र यो हामी पनि के चाहन्छौँ, हाम्रो यो सम्पूर्ण जो मिनिस्टरहरू या मन्त्रीहरू हुनुहुन्छ, चाहे कुलमानजी हुनुहुन्छ, चाहे अनिलजीहरू हुनुहुन्छ, हाम्रो एउटै विचार हो कि युवा शक्तिले यो देशमा सत्ता ल्याओस्, उनीहरूका विचार अनुसार राज्य चल्नु, उनीहरूको विचार अनुसार चाहिँ यो मुलुक चलोस्। किनभने हाम्रै सन्तान हो, कोही बाहिरिया त होइन। त्यसैले हामी हाम्रो सन्तानको भविष्य हेर्न चाहन्छौँ। त्यही भएर आज हामी यहाँ उपस्थित भयौँ। त्यसलाई एउटा सानो 23 र 24 मा जे घटना घट्यो त्यसले हामीलाई अत्यन्त दुखी बनाएको छ। तर सानो आयाम थपियो, सानो यसले एउटा हामीलाई मुस्कान चाहिँ यहाँ सानो एउटा चाहिँ अनुहारमा हाँसो ल्याइदियो। किनभने यो घटनाको चाहिँ एउटा के भयो भने एउटा ऐतिहासिक रेकर्ड बन्यो। भोलि यसलाई चाहिँ राजपत्रमा छापिन्छ। यो डकुमेन्ट अन्य डकुमेन्ट जस्तै माओवादी द्वन्द्वकालमा भएका सम्झौताहरू जस्तै र अन्य समयमा भएका राज्य र आन्दोलनकारीका बिचमा भएर बलिया रहेका डकुमेन्ट जस्तै यो पनि एउटा बलियो डकुमेन्ट छ। र साथसाथै हामी के चाहन्छौँ भने हामी सरकारमा रहेसम्म शहादत प्राप्त गर्ने हाम्रा शहीद बाबु नानीहरू दुनियाँमा छैनन् अहिले, तिनका लागि हामीले गर्नुपर्ने हामी गर्छौँ। र हामी घाइतेहरूको लागि पनि हामी सक्दो प्रयासहरू गर्छौँ र अहिले पनि गरिरहेका छौँ। र त्यसपछि चाहिँ के छ भने जति पनि हाम्रा युवा शक्ति छन् तिनलाई चाहिँ देशमै रोजगार मिलोस् र मुलुकमै बसुन् र तिनीहरू एउटा भविष्यको राम्रो कर्णधार बनुन् र उनीहरू यो देशको चाहिँ एउटा के छ भने राम्रो राजनीतिज्ञहरू बनुन्, देश चलाउनु भन्ने हाम्रो इच्छा छ। त्यो इच्छा हाम्रो पुगोस् भन्ने हामी चाहन्छौँ। र तपाईँहरू सबै यहाँ विपक्ष आउनुभयो, भेला हुनुभयो। एउटै डकुमेन्टबाट सबैका इच्छा त कहाँ पुरा हुँदो रहेछ होइन। सबै कुरा पुर्याउन पनि गाह्रो हुन्छ, सबै कुरा पुग्दो रहेनछ। तर म अब यहाँ धन्यवाद दिन चाहन्छु जुन जेनजी बाबुहरूले, छोराछोरीहरूले यहाँ दिनरात आएर खट्नुभयो, उनीहरूलाई पनि म धन्यवाद दिन्छु। हाम्रा सरकारको तर्फका सचिवहरूले पनि तपाईँहरूसँग बसेर अहोरात्र खटेर काम गर्नुभएको छ। स्पेसली गोविन्दजी एउटा त मैले देखेँ, अरू को हुनुहुन्थ्यो उहाँहरू सबैलाई, के नाम हो उहाँको, भीष्मजी के थर के भीष्म भूषाल है, भीष्म भूषालजी, अरू को हुनुहुन्छ म सबैलाई धन्यवाद दिन्छु। हाम्रो बबुलुजी मन्त्रीजीलाई पनि धन्यवाद दिन्छु। हाम्रो सुदन गुरुङ मेरो जेठो छोरो, उसलाई पनि धन्यवाद दिन्छु। म आइटी साथलाई पनि धन्यवाद दिन्छु, गृहमन्त्रीज्यू सबैलाई, अनिलजी, हाम्रो कुलमानजीहरू, हजुर राजु गुराङजीलाई, राजु चापागाईजीलाई र अर्को हाम्रो सूर्य ढुङ्गेलजीलाई पनि म धन्यवाद दिन्छु। सबैलाई म धन्यवाद दिन्छु। यति भन्दै म बिदा हुन्छु र सबैलाई